आएको काममा एकचोटि आवाज दिएमा म आइहाल्छु। उसको मनमा थियो, मैले उसलाई कब र कहिले आफ्नो सामान खियाऊ भने आशमा पनि थिए। उसले आयो मेरो रुममा। म पनि मेक्सी लगाएको थिएँ। मेरो सबै सामान हेर्ने गरी मैले उसलाई बोलाए थिएँ। मेरो सामान हेर्नको लागि बत्ती बिगिरहेको बहानामा उसले आयो मेरो रुममा। मैले भने यो भित्ताको बल्ब बलिरहेको छैन। उसले भने यो बल्ब त बनाइदिन्छु। मेरो बल्ब कहिले तपाईँ चार्ज गर्नुहुन्छ? मैले अलि मुस्काएर भने तिम्रो बल्ब छिटो चार्ज हुन्छ, जहिले तिम्रो इच्छा। उसले भने मलाई अहिले नै चार्ज गरिदिनु भएमा ठिक हुन्थ्यो, मलाई पर्खनु राम्रो लाग्दैन। मैले भने हुन्छ, पछि पहिला मेरो भित्ताको बल्ब बनाऊ। उसले सिडी मगाए। मैले सिडी लगाइदिए। भने तिमी माथिबाट हेरेर गर। जब उसले माथि सिडीमा चढेर बल्बलाई समातेर खोलिरहेको थियो, उसले माथिबाट तल हेर्दा मेरो बुबु देखिन थियो। उसले मेरो बुबुलाई माथिबाट हेरिरहेको थियो अनि भनिरहेको छ, कति राम्रो हजुरको बल रहेको छ। म उसको कुरालाई बुझिरहेको थियो। उसले बललाई समातेर बिस्तारै बिस्तारै नचाई खोलिरहेको थियो। मैले भने छिटो छरितो खोल्नु न, किन ढिलो गरी राख्नु भएको छ? उसले भने यो बल जुन कम्पनीले बनाएको होला, कति राम्री र कति सुन्दर डिजाइन गरेको रहेछ। यसलाई बिस्तारै खोल्नमा जति मजा आउँछ त्यति छिटो छरितो खोल्दा मेरो झरिहाल्छ। मैले उसको कुरा सुनेर हाँस्न थाले। उसले भने किन हजुर हाँस्नु भएको छ? तपाईँ त बुझ्नु भइराख्नु भएको छ कि म हजुरलाई बिस्तारै बुझाऊ? मैले भने नै हुन्छ। मैले बुझे। तिम्रो कुरा बुझेर त म हाँसिरहेको छु। उसले बललाई खोलेर नयाँ बल लगाइदिए अनि बिस्तारै सिडीबाट तल आए। तल झरेर मेरो कम्मर समातेर उसले एउटा किस खाइदिए। मैले भने यो के हो? बल बनाएको रुपैयाँ हो के? उसले भने बल लगाएको त अरू हुन्छ, यो मात्र टेलर हो। मैले भने होइन, मेरो अरू काम छ, तिमी बाहिर जाऊ मेरो रुमबाट। मैले भनेर उसलाई निकालिदिए। उसले बाहिर गए। त्यस दिन बेलुका म किचनमा एक्लै खाना बनाइरहेको थिएँ। उसले अन्टी भनेर पछाडिबाट आएर मेरो रुममा समातेछ। मैले भने छिटो मलाई छोडिदेऊ नत्र कोही आइहाल्छ। है, उसले भने कोही आउँदैन। मैले किचनको ढोका बन्द गरिदिएको छु। उसले मलाई किचनमा पछाडिबाट मेरो बुबु समातेर मिसकन थाले। मेरो मन पनि थियो। मेरो सामानमा लाडो झिरेको कति महिना भएको थियो। मैले उसलाई भने म खाना पकाइहालेपछि तिमी मेरो रुममा रातभरि बस्ने। उसले भने होइन, मलाई बिहानदेखि मेरो बल चार्ज भएको छैन, म अहिले अलिकति चार्ज गर्छु है। उसले मेरो बुबु मिसक्न थाले र मेरो गालामा उसले किस खान सुरु गरिदिए। मैले खाना पकाउन छोडिदिए अनि म पनि उसलाई किस खान सुरु गरिदिए। उसले उभि किचनमा लाई यताबाट उता पारिदिए। म त के गरौँ, म पनि उसलाई सहयोग गरिरहेको थिएँ। उसले मेरो बुबुलाई मिस्काउँदा मेरो बुबुको मुन्टा उभेर मेरो कपार फारेर बाहिर निक्लिहाल्छ जस्तो गर्थ्यो। मैले उसलाई जोरले समातिहालेको थिएँ। उसले मलाई पछाडिबाट समातेर मेरो मेक्सी बिस्तारै बिस्तारै उठाइरहेको थियो। उसको हात मेरो बुबुलाई छुँदा मेरो पुतीबाट सेतो चिप्लो पानी बग्न थाले। म पनि के गरू, चुपचाप लागेर उभिदिए। उसले मेरो कपडा तलबाट माथि कम्मरसम्म उठाएर मेरो कम्मरमा लगाएर कपडा बाँधिदिए। मेरो खुट्टाको रौ खडा भइहाल्यो। मेरो पुती एकदम रसाइहालेको थियो। उसको लाडो एकदम टाइट भएछ। म पनि उसको लाडोलाई समातेर अपडाउन गरेर चलादिए। उसले आफ्नो लाडोलाई मेरो पुतीतिर ल्याएर सटाएको थियो। मैले भने भित्र जिराऊ। उसले बिस्तारै मेरो पुतीमा सटाई बाहिर निकाल्थ्यो। मेरो पुतीको भित्र पुतली एकदम रसाइहालेको थियो। चिप्लो पानीले मेरो खुट्टामा सती तल झर्थ्यो। मैले उसको लाडोलाई हातले समातेर छिट्टै मेरो सामानमा बसाइदिए। उसले उभि तलबाट जोरले हानिरहेको छ भने म त आहा गरिराखे।
मेरो पुतीमा जाँदा मलाई धेरैमा राम्रो लाग्थ्यो। मैले भने गरिराख है। उसले बिस्तारै मलाई निहुराइदिए, कुकुर कर जस्तै बनाइदिए। अनि मेरो पछाडिको चाकबाट उसले लाडो जिराइदियो। म मेरो कहिले पछाडिबाट लाडो जिरेको थिएन। म त भने आज म मरिहाल्छु। राकेश, तिमी मलाई आज मार्छौ के हो जस्तै लाग्छ। उसले भने होइन, म त तपाईलाई राम्रो अनुभव होस् भनेर गरिरहेको छु। उसको लाडो 5 इन्चको मेरो समानमा गएपछि मलाई त राम्रो लागिरहेको थियो। म पनि भने गर, छिटो छिटो गर, मेरो समानलाई मजाले खाऊ आज। है, उसले करिब 3 मिनेट पछि उसको माल जरिहाल्यो। मैले भने अहिले हात तिम्रो बल चार्ज भयो। तर मेरो सानो कान्छीले राम्रो सब चार्ज भएन। मैले भने पहिला खाना खाऊ, एकचोटि भयो। अब खाना खाएर आऊ, या मैले बनाइरहेको छु, सँगै खाऊ अनि मलाई रातभरि खाऊ। उसले भने, हो आज म तपाईलाई रातभरि खान्छु। उसले मेरो समानमा माल झारेको थियो। म बाथरुममा गएर सफा गरेर आएँ अनि बाँकीको खाना पकाएँ। सँगै राति हामी खाना खाए। उसले खाना खाएर बाहिर गएको रहेछ। बाहिरबाट बोलत किनेर ल्यायो अनि गिलासमा मेरो लागि अनि ऊ आफ्नो लागि एक पैक बनाएको रहेछ। म भने के हो, जुस हो भनेर खाऊ, अन्टी खाऊ भनेको रहेछ। मैले भने होइन, म खाँदैन, तिमी मात्र खाऊ। उसले भने होइन, केही हुँदैन, तपाईँ पनि खानु। धेरै फोर्स गरियो। म उसको कुरा नकाटी एक पैक खाएँ। खाँदाखेरि मेरो गाला अग्नि जस्तै पोल्छ। मैले भने, उसले भने होइन, केही हुँदैन, खानु, बिस्तारै खानु। म पनि खाएँ। खाँदाखेरि मेरो मन एक पैक अरू खान्छ भन्ने सोच थियो। उसले मेरो गिलासमा फेरि एक पैक बनाइदियो। म त्यसलाई पनि खाइदिएँ। मैले त्यो रातमा 4 पैक खाएँ। खाएपछि मलाई केही थाहा थिएन अब के हुन्छ कि हुँदैन है। उसले मात्र एक पैक खाएको रहेछ। म खाएपछि तै ढलिहाले। उसले मलाई ओछ्यानमा लागेको रहेछ। मलाई बोतलको जोसमा धेरै गर्मी भइरहेको थियो। उसले मेरो सबै कपडा हटाइदियो। मेरो अन्डरवेयर च्यातिदियो। मेरो बुबुको कपडा पनि च्यातिदियो। अनि उसले आफ्नो प्यान्ट खोलेर मेरो माथिबाट उसको लाडो जिरा रहेको थियो। मेरो सामानभित्र उसको माल गयो। मेलै जोरले कराउन लागे। उसले मेरो मुख छ्याप्ने गरी दनादन लाडोले हानिरहेको छ। म पनि आहा मैया गरी बोल्थे। उसले मलाई जोरले लाडोले हान थियो। मेरो बुबु अपडाउन हुन्थ्यो। उसको लाडो मेरो सामानभित्र पुरै गएको रहेछ। म पनि उसको लाडो खाइरहेको थिएँ। करिब उसले माथिबाट 5 मिनेट मेरो सामान